मंगलबारका दिन चतुर्थी भएमा भूमिपुत्र मंगल सहित श्री गणेशको आराधना गर्दै व्यक्तिले वर्षभरि हुने संकष्टी व्रत जन्य सम्पूर्ण फल केवल एक दिन अंगारक चतुर्थीको पूजन व्रतले पूर्ण हुन्छ। त्यस पुण्यले गर्दा समस्त मनोरथ निर्विघ्न पूर्वक सम्पन्न हुन्छ। त्यसमा कुनै पनि संशय छैन। तृतीयायुक्त चतुर्थी जुन चन्द्रोदय कालमा भएको समयमा चतुर्थी व्रत गर्नाले अवैधव्य कर यो रहेको छ, यानी कि यसले विधवा हुनु पर्दैन। के गर्दा भन्दा मंगल चतुर्थीको व्रत बस्यो भने सौभाग्य प्राप्ति हुन्छ, अटल सौभाग्य प्राप्ति हुन्छ। पुत्र पौत्रादि इत्यादिको सुख स्त्रीहरूले पुरुषहरूले सबैले प्राप्त गर्न सक्दछन्। भाद्रपदको शुक्ल चतुर्थी झन् रविवार मंगलबारका दिन भयो भने त समस्त संकट निवारण गर्नेवाला रहेको हुन्छ। अझ तैपनि जहिले सुकै भए पनि मंगल चतुर्थी पर्दछ भने त्यो मंगल चतुर्थीको व्रतकथा महात्म्यलाई मात्र भए पनि पूरा श्रवण गर्नुपर्दछ। यसरी यहाँनिर बताइएको छ। विशेष सम्पूर्ण संकटहरूबाट व्यक्तिहरू बाहिर निक्लन चाहन्छन्। आरोप प्रत्यारोप आदि लाग्दैन, जसले मंगल चतुर्थीको व्रतकथा मात्र श्रवण गर्दछ अथवा मंगल चतुर्थीको व्रत बस्दछ भने तसर्थ सम्भव भएसम्म श्री गणेशलाई प्रसन्न गर्नका लागि मंगल चतुर्थीको व्रत गर्नुपर्दछ। हात्तीका समान मुख भएका, लामो पेट भएका, समस्त समूहका नायक भएका, वर प्रदान गर्नेवाला, विद्याका स्वामी देवताहरूका पनि देवता सृष्टिलाई संहार गर्न सक्ने भएका यस्ता श्री गणेशलाई जसले मोदक लड्डु इत्यादिले प्रयत्नपूर्वक पूजन गर्दछन्, त्यसका समस्त विघ्नहरू नाश भएर जान्छ। सम्पूर्ण सिद्धिहरू प्राप्त गर्दछन् ती व्यक्तिहरूले, यसमा कुनै पनि संशय छैन। जस्तै त्रिपुर नामक असुरलाई संहार गर्न शिवजीले श्री गणेशको आराधना गर्नुभएको थियो। तीनै लोकमा राज्य गर्नका लागि इन्द्रले श्री गणेशको आराधना गर्नुभएको थियो। बालीको बन्धनबाट मुक्त हुन रावणले श्री गणेशको आराधना गरेका थिए। श्री गणेशका कृपाले नै रावणले आफ्नो राज्य प्राप्त गरेका थिए। सीताको खोजीमा निर्विघ्न पूर्वक कार्य सिद्धिका लागि हनुमानजीले श्री गणेशको आराधना गर्नुभएको थियो, जसका प्रभावले उनी श्री रामकी प्रिया सीतालाई भेट गर्नुभयो। दमयन्तीले नलको खोजीमा श्री गणेशजीकै आराधना गर्नुभएको थियो। विद्यार्थीहरूले मंगल चतुर्थी व्रत गरे भने विद्या प्राप्त गर्न सक्दछन्। धनका इच्छा राख्नेहरूले व्रत गरे भने धन प्राप्त गर्न सक्दछन्। पुत्र चाहनेहरूले व्रत गरे भने पुत्र प्राप्त गर्दछन्। रोगीहरूले व्रत गरे भने रोगबाट मुक्त हुन्छन्। कुण्डलीमा मांगलिक दोष हुने युवक युवतीहरूले व्रत गरे मांगलिक दोषबाट मुक्त हुन सक्दछन्।